हो हामी क्षयरोग अन्त्य गर्छौँ। राष्ट्रिय अभियान हाम्रो योगदान विश्व क्षयरोग दिवस 2082 साल। क्षयरोग एक किसिमको जीवाणुबाट सर्ने रोग हो। संक्रमित व्यक्तिले खोक्दा वा हाछु गर्दा हावाबाट निस्किने छिटाहरूबाट यो रोग सर्दछ। क्षयरोग निको हुने रोग हो। फोक्सोको क्षयरोग, खकारमा कीटाणु देखिएको पिबिसी, खकारमा कीटाणु नदेखिएको पिसिडी, फोक्सो बाहेक अन्य अङ्गमा हुने क्षयरोग जस्तै ग्रन्थि, छाला, हात, पेट। क्षयरोग लागेको व्यक्तिले खोक्दा, क्षयरोग लागेको व्यक्तिले हाच्छिउ गर्दा, क्षयरोग लागेको व्यक्तिले थुक्दा, क्षयरोग लागेको व्यक्तिले नजिकबाट कुरा गर्दा। 2 हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, बेलुकी पख हल्का ज्वरो र पसिना आउनु, खाना खान मन नलाग्नु, छाती दुख्नु र सास फेर्न गाह्रो हुनु, चाँडै थकाइ लाग्नु र तौल घट्नु, खकारमा रगत देखिनु। क्षयरोगको उपचार गर्न एन्टिबायोटिकको प्रयोग गरिन्छ। प्रभावकारी उपचारका लागि तोकिएको अवधिसम्म हरेक दिन औषधि खानु पर्दछ। यदि उपचार पुरा नगरेमा औषधि प्रतिरोधी क्षयरोग हुन सक्छ। क्षयरोगको लक्षणहरू देखिएमा क्षयरोगका बिरामीको नजिकको सम्पर्कमा आएको अवस्थामा, यदि तपाईँ जोखिम समूहमा जस्तै रोग प्रतिरोधात्मक क्षमता कम भएको व्यक्ति, कुपोषित व्यक्ति र बालबालिकाहरू पर्नुहुन्छ भने। क्षयरोग निदानका लागि द्रुत परीक्षण उपलब्ध छ। समयमै रोगको निदान सफल उपचारका लागि महत्त्वपूर्ण कदम हो। क्षयरोग सम्बन्धी सेवाहरूमा सबैको पहुँच सुनिश्चित गरेर क्षयरोग सम्बन्धी सेवा अनुसन्धान र नवप्रवर्धनमा लगानी गरेर विभिन्न क्षेत्रबिचको कार्य र जवाफदेहीता प्रबन्धन गरेर क्षयरोग अन्त्य गर्न सकिन्छ।